एभ्रिवान, तपाईहरुलाई प्यानकेक कतिको मन पर्छ? आज म बनाउँदैछु बनाना प्यानकेक। त्यसको लागि लिएकी छु पाकेको 2वटा बनाना, 1 कप गहुँको पिठो। यसलाई मैले मिक्सिङ जारमा हालेको छु। तपाईहरु हातले पनि मिक्स गर्न सक्नुहुनेछ। अनि यसमा मैले ओलिभ ओइल पनि राखेको छु 1 चम्मच जति। तपाईहरुसँग घरमा जस्तो तेल छ त्यही राख्दा पनि हुन्छ। अनि मैले यसमा दुध पनि एड गरेको छु र यसलाई मजाले मिक्स गर्ने। एकदम स्मुथ चाहिन्छ हामीलाई ब्याटर चाहिँ, त्यसको लागि दुध चाहिँ एड गर्न सक्नुहुन्छ जति चाहिन्छ त्यो हिसाबले। हेर्नुस् त कस्तो सफ्ट स्मुथ ब्याटर बनेको छ। अब पकाम है त। तातो प्यानमा घिउ राखेँ अनि आफूलाई मन पर्ने साइजमा बनाउँदा हुन्छ। मैले चाहिँ यो मेरो बाबुको लागि बनाएको सानो सानो, उसले चाहिँ 3, 4, 5 खानी भन्छ सानो सानो, त्यही भएर। अनि हाम्रो लागि चाहिँ मैले ठुलो पनि बनाउँछु। बनाना प्यानकेक चाहिँ हाम्रो घर हप्तामा 2-3 चोटि त बनिराखेको हुन्छ। बाबुलाई नि एकदमै मन पर्छ र हामीलाई पनि मन पर्छ। पकाउन पनि सजिलो हुने, खाना पनि मिठो हुने। मैले चाहिँ यहाँ छोपेर पकाएको छु। एक साइड त पाकी पनि सक्यो, हेरौँ है त फर्काएर कस्तो बनेको छ। यसलाई चाहिँ मजाले फर्काएर मजाले पकाउने। एकदमै सजिलो मिठो प्यानकेक रेडी हुन लाग्यो। पाकी पनि सक्यो। मैले प्लेटमा निकालेर देखाउँछु है त। हेर्नुस् त कस्तो राम्रो बनेको छ, सफ्ट बनेको छ। तपाईहरु पनि यसरी बनाएर खानु भएको छैन भने ट्राई गर्नु है, मिठो हुन्छ। र मैले चाहिँ प्यानकेक बनाउँदा जहिले पनि 2टा तावा बनाउने गर्छु, किनभने यसलाई पाक्न अलि धेरै टाइम लाग्छ नि त। अनि 2टामा बनाएपछि छिटो पनि हुन्छ। मेरो छोरोलाई फेरि सँगै पकाउनु पर्छ, हेर्नु पर्छ काखमै बसेर। पकाएर पनि सकियो। हामीले चाहिँ आज दहीसँग खायौं। तपाईहरु पनि बनाएर खानु होला। यो चाहिँ मेरो छोरोको प्लेट। थ्यांक यू फर वाचिङ।